ए ल दोस्तहरु यार यता हेर्नु दिउँ ल दोस्तहरु भन्नुस् हामी हिँडिरहेछौँ यता हामी तार मार्ने तयारीमा छौँ एकदम हामी तार एकदम फटाफट बान्दैछौँ यहाँ फटाफट ढल्नको लागि ल ल ल ल काम चलिरहे काम चाहिँ यहाँ भट्टाभट हुन्छ यहाँ यहाँको ट्र्याक्टर हो यहाँ गराउने खराउने मेरो काम हो यस्तो हान्दैछ हामीले काम हान्दैछ भट्टाभट ढलानमा आएर यस्तो हान्दै गर्ने पनि सब काम गरिन्छ हामी फेरि मान्छे कुट्ने काम पनि गरिन्छ ल ल हाम्रो यता सर पनि काम गर्दैछ ल ल यता हेर्दिउँ ल एकचोटि यहाँ बिक्की सर अन्त दोस्त यता हेर्दै ल पारा के जाओस् ल डाइलग के भन्छ के भन्न चाहन्छ ल भन् त के भन्ने यो मुर्दारहरूलाई काम सिकाउँदा ल तपाईँले के भन्न चाहन्छ यहाँ आज के भन्न चाहन्छु भने डन्डी बाँध्न चाहन्छु म डन्डी बाँध्ने तनावमा छु म त्यो धरान खोजेर सक्छ भन्ने तनाव हाम्रो दोस्त ल के भन्न चाहन्छु ल गाइजहरूलाई हाम्रो ठेकदार बिक्री एभ्रीवन गाइज मैले चाहिँ काम लगाइरहेको छु त्यही भएर हात कुबी पुग्यो तार बाने काम लगाएर मान्छे यहाँको ठेकदार कता गयो छैन ठेकदार फटा रहेछ यहाँको ठेकदार भएर चाहिँ मैले काम गर्नु हुँदैन भन्ने यस्तो हुँदैन भन्छ मैले चाहिँ काम गरेर देखाएको छु प्रुफ गरेछु भन्नु गरेको छु ल बिक्की सर के हो त्यहाँ कामै गरेन बिक्की सर बिक्कीलाई मैले काम सिकाएको 1 वर्ष भइसक्यो तै पनि सिक्दैन कमर पुगेर हिँड्छ अहिले सर जति सिकाइ नलागिनु हो बिक्कीलाई ल ल हाम्रो यता खगेन्द्र प्रसाद होइन नाम बाजे चाहिँ यो घरको के घरबेटी क्या हो बाजे यो घरको घरबेटी क्या हो साउ हो कि ए अन्त्य हो साउ ए तपाईँको घर हो कि यो ए तपाईँको घर पो हो यहाँ आउनु छैन ऊ त्यहाँ बसेर हेरिरह ल साउ त के भन्छ गाइस ल ल ल काम चाहिँ भट्टाभट चलिरहेको पनि मदेखि डराउँछ गाइस ठेकदार मै हो यता हेरिरहनु मात्रै हो ठेकदार गर्नाले कस्ता ऊ मुख धोएन क्या हो बाबु आज पैसा नाङ्गे गाइजहरु पैसा दिएन भने बिक्की नाङ्गे भिडियो पनि आउनेवाला छ हेर्दै गरौँ हेर्दै गर्नु बिक्की नाङ्गेको भिडियो पनि आउँछ ल ल ल पैसा दिएन भने नाङ्गै भुतुङ्गै हुने हो के यताको लुक चाहिँ बबाल रहेछ कि यस्तो काम अफर छ भने मलाई नि यसो अफर छ भने यसो कन्ट्याक्ट गर्नु होला ए काम जस्तो भयो भने चल्छ मलाई ल यस्तो ढलान काम चाहियो भने चाहिँ यसो सम्पर्क गर्दै गर्नु होला है गाइज हाम्रो केटाहरू एकदम ढलानको काम त सब जानिसक्यो है इट्टा लाउनेदेखि बच्चा बनाउने सबै जानिसक्यो बुढी मात्रै नभए नत्र बच्चा प्रोसेस गरिसक्यो चोरबाट निकाल्नु है सबै आन्दोलनमा लागेको छ हामी चाहिँ रोड बान्नुमा लागेको छ आन्दोलनमा लाएर पैसा नआउने चाहिए पैसा हो सक्दो सपोर्ट गरेर यो भिडियोलाई 1 मिलियन भ्युज चाहिँ पुर्याइदिनु पर्यो गाइजहरूले अरू कुरो थाहा भएन मलाई 1 मिलियन भ्युज आउँछ चिन्ता नगर्न आउँछ सपोर्ट गरिहाल्छ नि 1 मिलियन भ्युज पुर्यायो यो भिडियोमा 1 मिलियन भ्युज पुर्यायो भने हामीले गिभअवे राख्नेछौँ सक्दो सपोर्ट गरेर सेयर गरेर 1 मिलियन भ्युज चाहिँ भोलिसम्म पुर्याइहालौँ भोलिसम्म ठ्याक्क पुर्याइहालौँ फेरि भोलि आउनेछ न्यू ब्लग गाइज यताको सब बबाल रहेछ
सबैले सेयर गरिदिनु होला 1 मिलियन भ्यू आयो भने गिफ्ट पनि गरिदिन्छ है आफ्नो आफ्नो काम गर्ने साथीहरूलाई ट्याग गरिदिनु होला अब यो काठमाडौँ सहरमा हामी मात्रै छैन होला यस्तो काम गर्ने यसो यस्तो काम गर्नेहरूले जतिले कमेन्ट गर्नु होला सक्दो सेयर अनि लाइक पनि गर्नु होला सेयर गरेर घन्टीमा चाहिँ थिच्न नबिर्सिनु होला फेरि